स्वागत छ यस प्रस्तुतिमा। आज हामी एकदमै महत्त्वपूर्ण तर प्राय झन्झटिलो मानिने विषय वडाको बैठक व्यवस्थापनको बारेमा कुरा गर्दैछौँ। बैठकका नियमहरू सुन्दा अलि निरस लाग्न सक्छ, होइन त? तर वास्तवमा वडा समितिहरूले आफ्ना बैठकहरू कसरी चलाउँछन् भनेर बुझ्नु नै स्पष्ट, पारदर्शी र उत्तरदायी स्थानीय सुशासनको मुख्य कुञ्जी हो। आउनुहोस्, यी प्रशासनिक प्रक्रियाहरूलाई कसरी एउटा सजिलो र व्यावहारिक अभ्यासमा ढाल्न सकिन्छ भनेर बुझौँ। लाउनुहोस्, अब सिधै विषयवस्तुमा प्रवेश गरौँ। आज हामी मुख्य रूपमा चारवटा कुराहरू हेर्नेछौँ। बैठकका मूल अवधारणाहरू, बैठकमा कसको भूमिका के हुन्छ, वडा समितिको सञ्चालन प्रक्रिया र अन्तमा निर्णय तथा अभिलेख व्यवस्थापन। सुरु गरौँ पहिलो खण्डबाट, बैठकका मूल अवधारणाहरू। खासमा बैठक भनेको के हो त? सरल भाषामा भन्नुपर्दा यो कुनै पनि भ्रम वा असमझदारी हटाउन, जवाबदेहिता निर्माण गर्न र निश्चित उद्देश्यहरूमा ठोस निर्णय लिन सदस्यहरू भेला हुने एउटा व्यवस्थित संयन्त्र हो। यो चिया पसलमा गरिने सामान्य गफगाफ जस्तो होइन। यो त लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने एउटा एकदमै महत्त्वपूर्ण औजार हो त। अब यहाँनिर एउटा कुरा बुझ्नै पर्छ। बैठक पनि दुई थरीका हुन्छन्, औपचारिक र अनौपचारिक। औपचारिक बैठक भनेको कानुनी रूपमै बस्नै पर्ने अनिवार्य भेला हो, जस्तै साधारण सभा वा वडा समितिका बैठकहरू। तर अर्कोतर्फ अनौपचारिक बैठकहरू पनि हुन्छन्। यस्ता बैठकहरू खास गरी कुनै समस्या समाधानको बाटो खोज्न वा ठोस निर्णय लिनु अघि स्वतन्त्र रूपमा विचार विमर्श गर्न प्रयोग गरिन्छन्। अघि बढौँ हाम्रो दोस्रो खण्डतर्फ, बैठकमा भूमिकाहरू। बैठकलाई एउटा गाडी जस्तै मान्ने हो भने अध्यक्ष त्यसको ड्राइभर हुनुहुन्छ। अध्यक्षको काम भनेकै बैठकलाई विधिवत रूपमा सुरु गर्ने र टुङ्ग्याउने हो। साथै समयको पालना गराउने र अनुशासन कायम राख्ने जिम्मा पनि उहाँकै हुन्छ। अध्यक्षले कुनै पनि पक्षपात नगरी सबैलाई बोल्ने बराबर अवसर दिनुपर्छ। अनि कहिलेकाहीँ मतदान हुँदा दुवै पक्षको मत बराबर भयो भने नि हो, त्यस्तो बेला अन्तिम र निर्णायक मत दिएर टुङ्गो लगाउने अधिकार अध्यक्षलाई मात्र हुन्छ। अध्यक्ष ड्राइभर हुनुहुन्छ भने सचिव चाहिँ त्यो गाडीको इन्जिन नै हो। सचिवले नै बैठकको पुरै प्राविधिक र व्यवस्थापकीय पाटो सम्हाल्नुहुन्छ। उहाँले बैठक बस्नु अघि नै सूचना र एजेन्डा तयार पारेर सबैलाई बाँड्ने, बैठकमा को उपस्थित भए भनेर हाजिरी गराउने र बैठक सकिएपछि सबै निर्णयहरूलाई एकदमै होशियारीपूर्वक अभिलेख राखेर प्रमाणित गर्ने काम गर्नुहुन्छ। यो एकदमै संवेदनशील जिम्मेवारी हो। अब यहाँनिर सबैभन्दा रोचक कुरा के छ भने नियम त सहभागीहरूलाई पनि लाग्छ नि। यो नेतृत्वको मात्र जिम्मेवारी होइन, सहभागीहरू पनि समयमै बैठकमा पुग्नुपर्छ, अरूको विचार आफूलाई मन नपरे पनि सम्मान गर्नुपर्छ र बोल्नका लागि अनुमति पुग्नै पर्छ। यसले गर्दा बैठकको माहौल बिग्रिँदैन र भोलि गएर मतदान गर्नुपर्दा सबैले बिना कुनै डर त्रास पूर्ण रूपमा स्वेच्छाले मतदान गर्न पाउँछन्। अब प्रवेश गरौँ तेस्रो खण्डमा, वडा समितिको सञ्चालन प्रक्रिया। यो एक अङ्कको अर्थ के होला त? वास्तवमा कानुनी रूपमै वडा समितिहरूले हरेक महिना कम्तीमा एउटा बैठक बस्नै पर्ने अनिवार्य व्यवस्था छ। आवश्यकता पर्दा उहाँहरू जति पटक पनि बस्न सक्नुहुन्छ, तर सुशासन र निरन्तरता कायम राख्न महिनाको एउटा बैठक चाहिँ अनिवार्य शर्त हो। र यो प्रक्रिया जथाभावी रूपमा चल्दैन। यसको एउटा कडा टाइमलाइन हुन्छ। कम्तीमा 3 दिन अगाडि नै सबैलाई बैठकको सूचना पठाइसक्नुपर्छ अनि छलफल गर्ने विषयहरू अर्थात् एजेन्डा 24 घण्टा अगाडि नै सदस्यहरूको हातमा पुगिसकेको हुनुपर्छ। यति मात्र होइन, तोकिएको दिनमा बैठक वडा कार्यालयमै बस्नुपर्छ। यसो गर्नाले लुकीछिपी वा अप्रत्याशित रूपमा गरिने निर्णयहरूलाई पूर्ण रूपमा रोक्न सकिन्छ। बैठक चलिरहँदा अपनाउनु पर्ने नियमहरू पनि एकदमै प्रष्ट छन्। पहिलो प्रयास सधैँ सर्वसम्मतिले निर्णय गर्नु हुन्छ। यदि सबैजना सहमत हुन सक्नु भएन भने बल्ल बहुमतबाट निर्णय लिइन्छ। एउटा एकदमै कडा नियम के छ भने कोही बोलिरहेको बेला बीचमा कुरा काट्न पूर्ण रूपमा प्रतिबन्ध छ। यो नियमले निर्णय हुनु अघि सबैको कुरा सुनिने र पूर्ण रूपमा छलफल हुने वातावरण सुनिश्चित गर्छ। अब लागौँ हाम्रो अन्तिम तथा चौथो खण्डतर्फ, निर्णय र अभिलेख व्यवस्थापन। निर्णय पुस्तिका अर्थात् माइन्युट बुक कस्तो हुन्छ त? अमूर्त नियमहरू कसरी एउटा ठोस र व्यवस्थित दस्तावेजमा परिणत हुन्छन् भन्ने कुरा यसले देखाउँछ। यहाँ हरेक कुराको छुट्टा छुट्टै खण्ड हुन्छ। कुन मितिमा, कति बजे, कसको अध्यक्षतामा बैठक बस्यो, को उपस्थित थिए, कुन प्रस्तावमाथि छलफल भयो र अन्ततः के कस्ता निर्णयहरू पारित भए।
यी सबै कुराहरू यसमा स्पष्ट रूपमा लेखिएका हुन्छन्। अनि यो माइनुट लेख्ने काम त्यति सामान्य कुरा होइन नि। यसका एकदमै सटिक नियमहरू छन्। निर्णयहरू पहिले मस्यौदा तयार गरेर सबैलाई पढेर सुनाउनु पर्छ। भाषा एकदमै स्पष्ट र दोहोरो अर्थ नलाग्ने हुनुपर्छ। अर्को महत्त्वपूर्ण कुरा, यो स्थायी मसीले नै लेख्नुपर्छ। यदि केही केयरमेट वा थपघट गर्नु परेमा त्यसलाई आधिकारिक रूपमै प्रमाणित गर्नुपर्छ। यी नियमहरू पछि गएर हुन सक्ने जालसाजी रोक्न र ऐतिहासिक शुद्धता कायम राख्न बनाइएका हुन्। लोकतन्त्रको सबैभन्दा सुन्दर सुरक्षा कवच नै यहीँनेर देखिन्छ। यदि कोही सदस्य पारित भएको कुनै निर्णयसँग पूर्ण रूपमा असहमत छन् भने उनीहरूले माइनुट बुकमा आफ्नो फरक मत छोटकरीमा दर्ता गर्न पाउँछन्। यो उनीहरूको कानुनी अधिकार हो। यसले गर्दा अल्पसंख्यकका आवाजहरू र असहमतिहरू पनि इतिहासमा सम्मानका साथ स्थायी रूपमा सुरक्षित रहन्छन्। यहाँनिर सबैभन्दा ध्यान दिनुपर्ने कुरा के हो भने एकपटक निर्णयहरू लेखिसकेपछि अध्यक्षले त्यो माइन्युट बुकलाई पूर्ण रूपमा बन्द गरेर प्रमाणित गर्नुपर्छ। यसो गर्दा बैठक आधिकारिक रूपमा सकिएपछि कसैले पनि सुटुक्क नयाँ कुरा थप्न वा भएका कुराहरू परिमार्जन गर्न सक्दैन। यो नियमले समग्र प्रक्रियालाई नै सुरक्षित बनाउँछ। हामी यस प्रस्तुतिको अन्त्यमा आइसकेका छौँ। अब एकपटक विचार गरौँ त, यो माइन्युट बुक र बैठकका नियमहरू केवल झन्झटिलो कागजी प्रक्रिया मात्र हुन्छ? पक्कै होइन। यी सबै कुराहरू पारदर्शी र उत्तरदायी स्थानीय सरकारका बलिया आधारस्तम्भ हुन्। जब यी प्रक्रियाहरू स्पष्ट र सम्मानजनक रूपमा पालना गरिन्छन्, तब मात्र हाम्रो स्थानीय लोकतन्त्र साँच्चै बलियो र स्वस्थ बन्न सक्छ। यसले हाम्रो लोकतान्त्रिक जवाफदेहिताको स्थायी प्रमाण दिन्छ। तपाईहरूलाई के लाग्छ?